मेरो नाम देखाउनु पहिला नाम देखाउनु पर्छ मेरो नाम देखाउनु के नाम दलेर मेरो नाम देखाएर लानुस् न पहिला पुस्कर पौडेल हैन त नाम अनि मेरो नाम पुस्कर पौडेल हैन त भन्नु छिरा आउनु माथि चढाउनु के माथि चढाउनु नाम त हेर्नु पर्छ यार मेरो नाम पुस्कर पौडेल हैन त म किन जान्छ भने आउनु न म किन जान्छ भने सबैजना आउनु रोक्नु न म किन जान्छ नाम मेरो नाम दिनुस् के पहिला छोड्नु न हात नहाल्नु फेरि किन हात हाल्ने त किन हात हाल्ने भने किन गर्ने यस्तो गर्न पाइन्छ यस्तो तपाईहरुको यस्तो गर्न पाइन्छ यस्तो गर्न पाइन्छ ल यस्तो गर्न पाइन्छ यस्तो लान पाइन्छ अत्याचार भन्यो यस्तो त तपाईहरु नाम खोइ पुलिस खोइ त नाम दिनुस् न नाम दिएर लानुस् कि हामीले त नलान्छ भनेको छैनौँ कानुनले पुस्कर पौडेल उसको नामै होइन कसले भन्छ पुस्कर पौडेल भनेर उसको नामै पुस्कर पौडेल होइन सठिक होइन यस्तै तपाईले जबरजस्ती गर्न चाहिँ जबरजस्ती भयो चाहिँ जबरजस्ती हो जबरजस्ती भयो छ जबरजस्ती हेर्नुहोस् हत्केरी लाएर बिना नामकाले लानुहोस् है उहाँहरूले त्यो उता नि पिटपाट गर्नुहोस् है गुरुदेवलाई पनि पिट्नु भएको छ उहाँहरूले गुरुदेवलाई पनि भित्र पिट्नु भएको छ गाडीभित्र पिट्नु भएको छ यस्तो नि जबरजस्ती लानुहोस् है जबरजस्ती यसरी चाहिँ अत्याचार भयो छ जबरजस्ती लानुहोस् है पुस्करको नाम नभइकन लानुहोस् है पुस्कर नामै होइन उनको पुस्कर नामै होइन उनको पुस्कर पौडेल नामै होइन पुस्कर पौडेल नामै होइन उहाँको पुस्कर पौडेल नामै होइन कसरी लान सक्नुहुन्छ बिना नाम छैन बिना उसको जबरजस्ती लानुहोस् उहाँहरूले पुस्कर पौडेल पनि नामै होइन पुस्कर पौडेल नामै होइन दादागिरी शैलीमा लानुहोस् है हेर यो पुलिसको जबरजस्ती यो पुलिसको अत्याचार हेर है साथी अहिलेको उसमा पनि यसरी जबरजस्ती लान पाइन्छ पुलिसले हातको लाएर नाम नभएको व्यक्तिलाई जबरजस्ती लान जेलमा यसरी लानुभएको छ उहाँले अपराधी भनेर लानुहोस् पुस्करको नामै छैन पुस्करको नामै नभएको लानुहोस् जबरजस्ती लानुहोस् पुस्करलाई यसरी जबरजस्ती लान पाइन्छ पुलिसको यस्तो चाहिँ अन्याय अत्याचार हुन गर्न पाउँछ पुलिसलाई दमन गर्न पाउँछ पुलिसलाई यसरी दमन गर्न पाउँछ कहाँ गयो पुलिसको दमन भएछ पुलिसले दमन गरिरहेछ यसरी पुलिसकोलाई केही नगरिकन नाम नभइकन पक्राउ पुर्जी खोइ पक्राउ पुर्जी खोइ पक्राउ पुर्जी खोइ पक्राउ पुर्जी देखाउनु खोइ देखाएको छैन हामीले देखाएको छैन यत्रो पब्लिक हुनुहुन्छ कसले देखाएको छ पुलिसको पक्राउ पुर्जी कसले देखाएको छ पक्राउ पुर्जी पुस्कर यत्रो पब्लिकको सामने यहाँ चाहिँ लानुहोस् यस्तै लानुहोस् पुस्करको नाम नभइकन उनको नाम पुस्कर पौडेल होइन कसले भन्छ पुस्कर पौडेल पुस्कर होइन के नाम उनको भन्नुहोस् त ल भन्नुहोस् हामीले पुष्करलाल खै हो तपाईले सच्याउनु पाउनुहुन्छ आफै सच्याउनुहुन्छ है हजुर देश के अरे इन्स्पेक्टर साहब एकछिन छोड्नुहोस् झलक प्रसाद शर्माजीले आफै शर्माएर उहाँको नायक त ल आफै लेख्दै लानुहुन्छ है उहाँले आफै लेख्न पाउनुहुनेछ यस्तै चाहिँ अन्याय अत्याचार भएको छ नाम आफै झलक प्रसाद शर्माले आफै सच्याएर लानुभएको छ झलक प्रसाद शर्माले खै खै पुकार बुझ देखाउनुहोस् पक्रा बुझ देखाउनुहोस् खै पुस्कर बुझ तपाईँले केर्नुभएको छ तपाईँले केर्नुभएको छ उहाँको तपाईँले होइन नाम तपाईँले पहिला नाम चिन्नुहोस् उहाँको नाम लेख्नुहोस् नागरिकतालाई सच्याइन्छ उहाँको नाम लेख्नुहोस् नाम लेख्नु उनको पनि नाम लेखेर बिना नामको तपाईँ लाँदै हुनुहुन्छ नाम लेखेर लानुहोस् है
नाम लेखेर लान्छु उहाँको नाम लेखेर म आमा जान्छु नाम लेखेर लान्छु उहाँको नाम पुष्कर पौडेल होइन पुष्करलाई हामीले प्रमाणित गरिदिन्छौँ हामीले यो प्रमाणित गरिदिन्छौँ हामीले प्रमाणित गरी कहाँ हुन्छ त्यसरी कसले गर्छ यसरी हुन्छ ल पुष्कर पौडेल होइन नाम कसरी लान पाइन्छ उनको जबरजस्ती लान पाउनु न जबरजस्ती 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 लाने जबरजस्ती जबरजस्ती प्रेम पत्रकार आउनु